Hello everyone, welcome back to our new video. I hope हजुर सबजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ, फिट एन्ड फाइन छौँ भन्दै आजको भिडियो स्टार्ट गर्न गइरहेका छौँ। अनि यता हुनुहुन्छ मेरा मायालुहरू, यता हुनुहुन्छ मेरो श्रीमानज्यू, यता हुनुहुन्छ मेरो छोरा। हेलो सानो, आज हामी कहाँ जान लाग्यो? एकछिन रोक्नुहोस् न। हेलो, आज हामी कहाँ जाने रे बुढो? सपिङ गर्न है। रेडी भएर पनि गाडी चलाउन थाल्छु मेरो छोरी। स्यानी को गलेको? गाडी चलाओ हो बाबासँग बसेर। मेरो छोरा हो, मेरो छोरी हो फेरि। किन गर्मी भन्छ? मम्मीले एउटा लुगा मात्रै लगाइदिन्छु। कस्तो तातो हो नि त। मेरो क्युटी हो तिमी। हेलो छोरो, कति राम्रो देखेछ नि मेरो छोरोलाई। कपाल बाँधे कस्तो सुहाउँछ नि। वाउ, कति राम्रो फुल आएको छोरो। ये दाल मटर नहीं पैकेट खास खाने तो पहले हाँ लाने को ये तो सर यो पनि लाने हो एउटा। यो सानो हामी चाहिँ बिलिङ गर्न लागेको। बापरे, 4000 को सामान, 5000 को सामान, एक झोला नि आना छ्या। त्यो भएर मैले विदेश जानुपर्छ भने। हाम्रो गाडी खै?
हिँड 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 हाम्रो टिटिट खाए कुद्यो है कुद्यो अब चाहिँ कुद्यो है ढोका लाग्ला चियान पुग्दैन त सपिङ कम्प्लिट भइसक्यो सपिङ कम्प्लिट भएर चक्लेट पनि खाएर छु भने लाउ बेबी आइसक्रिम खानु हुँदैन के खानु हुँदैन गाह्रो छ मान्छेलाई के गर्नु त नि हाल्दैछ है छोरालाई चिसानु हुँदैन आमालाई चिसानु हुँदैन चिसो पर्नै हुँदैन बाउ मात्रै हो जे परे मतलब छैन ज्यान हुनुपर्ने रहेछ सबै कुरा पचाउन सक्ने आफ्नो त्यस्तो परेर के गर्दैन हामी चाहिँ नर्सरी जान लागेको फुलको बिरुवा लिनको लागि फुल रोप्न एकदम मनपर्छ हाम्रो यहाँ हुनुहुन्छ रोप्न नदिने मान्छे सब आलु फुल पारेर हालिदिनुहुन्छ बेबी हामी चाहिँ नर्सरीमा आयौँ फ्लावरहरू लिनको लागि फुलको बिरुवा लिनको लागि के लाने त भन्ने हुन्छ अब यहाँ कस्तो राम्रो हाउ क्युट पिङ्क कलरको हेर्नु न गाइस पिङ्क कलरको सयपत्रीको बिरुवा भर्खर उमार्दै रहेछन् यो यस्तो होला होइन गमला ठुलो चाहिन्छ गमला ठुलो चाहिन्छ यो त्यहाँ छोडिदिनु अहिले यो घरको कोसीमा रोप्न हुन्न भन्नुहुन्छ मम्मीले यो छेउ त कस्तो राम्रो फुलेको थियो फालिदिनु भयो नि काँडा राख्नुहुन्न अरे घरमा नर्सरीको सपिङ पनि भयो है अब घरमा फुलै फुल बनाउने मेरो बुढाको रहर छ घरको कोसीमा फुल फुलाउने होइन त बुढो रहर पुरा गर्नुहोस् बुढा म त तपाईँको सधैँ सपोर्टर हो नि हाम्रो चाहिँ बाबु सुत्यो हामी सामान राखेर अनि खाजा खान जान लागेको बाबु चाहिँ निदा छ के खाने हो बुढाले सधैँको बाहिर फेभरेट बिरयानी चिकन त्यसपछि अनि स्पाइसी हेर्नुपर्छ मलाई मिठो स्पाइसी अनि गाइड हाम्रो त फेभरेटै है त्यही है त्यहाँ चाहिँ कालिज पाले है हाम्रो कङ्काली डाँडामा हजुरहरूलाई चाहिन्छ भने आउनुहोला कङ्काली डाँडामा कति धेरै हो भाइ ससुराल भाइ होला अन्त गाडी हो ज्यान मात्रै भित्र मसिनो दाउरी जति गाई कुरो केही बाहिर दिनु दाउरी खाँदियो भने मान्छे भात तर्सिन्छन् यो गीत चाहिँ नि मेरो साथीको सुकेको जिउ
2 महिना भात खान्छ 3 महिना घिउ त्यही पनि लाग्दैन यसको जिउ डाक्टर साहब डाइलग नमार्नु हामी चाहिँ सबै खानेकुरा आइसक्यो बिरयानी खाँदै मैले अमलेट बनाएको लभ यु थ्याङ्क यू सेम टु ओहो नेवार जस्तै देखिँदैछ साँच्चै हो नेवार यता हेर्नु त फोटो खिचिदिउँ न एउटा नेवारी भाइ गाइस मैले चाहिँ फुललाई सारिसकेँ अघि ल्याएको हेर्नु न क्या क्युट छ क्युट फुल यो एउटा यहाँ भयो अनि यहाँ मेरो छोरो माटोमा खेल्न पाएपछि कति खुसी हुन्छ अनि लडी बुढी लाएर हिँड्या उसको हिँड्या यस्तो छ अनि बाँकी चाहिँ मैले यहाँ सारेँ यो चाहिँ स्पाइडर प्लान्ट हो भर्याङमा राखेको छु यो के प्लान्ट मलाई थाहा छैन यो नि स्पाइडर प्लान्ट मैले बिहान सारेको यो पिङ्क कलरको यहाँ छ बाँकी दुइटा त्यहाँ छ भर्याङमा राखेको अन्त त मास्टरजीले केही राख्नुहुन्न यहाँ भर्याङमा पनि उहाँले भ्याइदिनुहुन्छ ल हेर्नु चढ्नुहुन्छ यसरी कसरी गर्छ यस्तो मेरो छोरा यस्तो छ ल ल ल लड्छ सानो आऊ यहाँ मम्मा आऊ तल जाने आऊ सो गाइस आजको भिडियो चाहिँ यति नै हो मन पऱ्यो भने डोन्ट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब भेट्नुहुन्छ अर्को भिडियोमा बाई बाई